Hello guys, welcome back to my another mini vlog. र यो चाहिँ मेरो अर्को दिनको मिनी भ्लग हो। म कलेज जान रेडी भएर म बाहिर निस्किन्छु। मलाई लिन दिलीप दोस्त आइसकेको हुन्छन् र म र दिलीप दोस्त हिँड्छौँ घरबाट। दिलीप दोस्त चाहिँ 2 हप्ता पछि कलेज आएका थिए र मैले उसलाई जिस्काउँदै थिएँ किन यत्रो दिन नआएको भनेर। र हामी कलेज पुग्छौँ र कलेजमा चाहिँ रेनोभेसनको काम चलिरहेको छ, कन्स्ट्रक्सन देख्न सक्नुहुन्छ। हामी 4 घन्टाको क्लास पछि हामीहरू घरतर्फ लाग्छौँ। प्रयास दोस्त क्यामेरा देखेर लजाइरहेको थिए अनि हामी घर फर्क्यौँ। घर फर्किने बित्तिकै मम्मीले मेरो लागि खाना रेडी पारिदिनु भएको थियो। खानामा एकदम धेरै आइटम थियो। मैले पनि एककुन्ता गर्दै मुस्दै ग्वाम खानातर्फ लागिरहेको थिएँ। मैले पनि घाँस टिपेर ग्वाम लिन थाल्छु र एकदमै खाना मिठो थियो। खाना खाइसकेपछि म एकछिनपछि पैसा लिएर ब्याङ्कतर्फ लाग्छु पैसा डिपोजिट गर्न। र बाहिर एकदमै चर्को घाम लागिरहेको थियो। म एकछिनपछि ब्याङ्क पुग्दा पनि ब्याङ्कमा पनि एकदम धेरै भिड थियो। ब्याङ्कमा करिब 1 घन्टा बितेपछि बल्ल मेरो काम सकिएको हुन्छ। ब्याङ्कको काम एकदमै ढिलो भइरहेको थियो। 1 घन्टापछि म निस्किँदा पनि म पेट्रोल पम्प जान्छु। म 2टा पेट्रोल पम्प गइसकेको हुन्छु तर पेट्रोलै छैन अहिले पोखरामा। किन? र दिउँसो म घर फर्किन्छु। मैले आफैले रामेन बनाउँछु र यो चिकन रामेन मैले धेरै पटक बनाएर खान्छु र एकदम मिठो हुने गर्छ। यो रामेन पनि एकदम मिठो देखिरहेको थियो। मैले चिकन टेस्ट गर्दै थिएँ, त्यो पनि ठिकै थियो। र अब पालि आयो चाउचाउको। चाउचाउ पनि एकदम मिठो थियो र मेरो भ्लगको अन्त्य पनि थियो। धन्यवाद।